नमस्कार सम्पूर्ण साथीहरू। आज चाहिँ फेरि पनि हामी यहाँ ड्राइभिङ सेन्टरमा आइसकेको छौँ। हाम्रो यहाँ भाइले 8 क्रस गरिरहेको छ, यानि कि 8 क्रस गरिरहेको छ हाम्रो भाइले यहाँ चाहिँ ड्राइभिङ सेन्टरमा। हेर्न सक्नुहुन्छ क्या किसिमै देखिरहेछ साथीभाइहरू, क्या मजाले कटाइरहेछ यो भाइले। लाग्दैछ यो भाइ आज ट्रायल पास गरेरै छोड्छ। मजाले स्मुथ तरिकाले घुमाइरहेको छ, तर झन्डै छुनै आँटेको छ। अब बिस्तारै भाइले अब स्पिड ब्रेकरतर्फ गाडीलाई अगाडि बढाउँदैछ साथीहरू। हेर्न सक्नुहुनेछ यहाँ हाम्रो भाइले अगाडि स्पिड ब्रेकरमा क्या स्मुथ तरिकाले गाडीलाई लिएर आउँदैछ। अब यो भाइले यहाँबाट गाडीलाई घुमाउनेवाला छ। साइड लाइट बाल्छ कि बाल्दैन हेरौँ गाइज। ओके, साइड लाइट चाहिँ बालिसकेको छ। यहाँ मेरो मोबाइलमा चाहिँ नदेखेको होला। बिस्तारै भाइ अगाडि बढ्दै। अब हेरौँ यो उकालोमा भाइले कतिको गाडी कन्ट्रोल गर्न सक्छ। ट्राफिक लाइट हेर्दैछ। ओके, ट्राफिक लाइटमा सायद ग्रिन अथवा येल्लो बलेको देखियो होला भाइले, त्यही भएर सिधै गाडीलाई माथि उठाउँछ। अब यो लाइन चाहिँ उसले धेरै ग्याप गरिदियो, तर ठिकै छ, थोरै अगाडि चाहिँ आउँदा चाहिँ राम्रो हुन्थ्यो। हेरौँ गाडी बग्छ कि बग्दैन, भाइको पछाडि गाडी जान्छ कि जाँदैन। ओ माई गड, भाइले बवाल उठाइदियो यार। हाम्रो दाइले, योगेश दाइले सिकाएको यहाँ सबैले खतरा उठाइदिन्छ यहाँ। हेर्नुहोस् यो भाइ चाहिँ फेरि अब एल ब्यागतर्फ लाग्दैछ गाइज साथीहरू। हामी पनि एल ब्यागतर्फ यो भाइको एल ब्याग हेर्नेवाला छौँ, कस्तो तरिकाले यो भाइले एल ब्यागको प्रस्तुति दिनेछ। स्मुथ टर्निङ हान्दियो भाइले यहाँबाट। अब उसले चाहिँ गाडी चाहिँ यहाँ हाल्नुपर्ने, बिना लाइन छोएर एल ब्याग यहाँ चाहिँ जति पनि रोक्न मिल्दो रहेछ भनेर मैले बुझेको थिएँ। एकचोटि तपाईँले अगाडि पनि बढाउन सक्नुहुनेछ। ल भाइ बिस्तारै एल ब्याग कडाल त। ओके, भाइले ग्याप मेन्टेन गरिरहेछ यहाँ। साथीहरू ल तपाईँ कमेन्ट गर्नुहोस् त यतिको ग्यापमा कट्छ कि कट्दैन भनेर। हाम्रो येल्लो लाइन चाहिँ यहाँ रहेको छ। अलिक कलरिङको कमी रहेको छ यो ड्राइभिङ सेन्टरको स्पटमा चाहिँ। अलिक कलर गरिदिँदा साइडहरू मजाले चिटिक्क देखिन्थ्यो। त्यही पनि केही छैन, सिक्ने मान्छेले जहाँ पनि मजाले सिक्नेछ भनेर। सो गाइज यहाँ गाडीबाट पनि धुवा निस्किरहेको छ बबाल, सिकारू गाडीबाट। यो भाइले अब एल ब्याग कटाउँछ कि कटाउँदैन शङ्का लागिरहेछ मलाई। हेर्नुहोस्। ओके गाइज, मेन्टेन गरिरहेछ भाइले। ठ्याक्क उसले चाहिँ थोरै अगाडिबाट टर्निङ लिनुपर्ने थियो, त्यो पनि सायद छुन्छ जस्तो देखिँदैछ गाइज। छुन्छ जस्तो देखिरहेछ गाइज। छुइदियो भाइले, छुइदियो, तर सकेन हाम्रो भाइले, सकेन गाइज, सकेन। छोइदियो यो भाइले गाइज, छोइदियो।